वेलकम टु खान्जीकोर। आजबाट हाम्रो जीएफटीमा आउने इम्पोर्टेन्ट खान्जी सुरु हुँदैछ र भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्ते, कान्जीकोरमा सबैलाई स्वागत छ। आजदेखि हामी एउटा नयाँ श्रृङ्खला सुरु गर्दैछौँ, जीएफटी परीक्षा र हाम्रो दैनिक जीवनमा चाहिने सबैभन्दा महत्त्वपूर्ण कान्जीहरू। यदि कान्जीलाई रमाइलो तरिकाले सजिलै सम्झिने गरी सिक्ने हो भने हामी सही ठाउँमा आइपुगेका छौँ। कान्जी देख्ने बित्तिकै गाह्रो लाग्छ होइन, तर के होला यदि यसलाई सिक्ने कुनै सजिलो रमाइलो तरिका भइदियो भने? हो, ठ्याक्कै यो श्रृङ्खलामा हामी कान्जीलाई स्टेप बाई स्टेप एकदमै सम्झन सजिलो हुने गरी सिक्नेछौँ। ल, यो यात्रालाई रमाइलो बनाऊ। आज हामी के सिक्छौँ त? पहिले हामी सङ्ख्याहरूबाट सुरु गर्नेछौँ, 1 देखि 10 सम्म। त्यसपछि अलि ठूला सङ्ख्याहरू जस्तै 100, 1000 हेर्नेछौँ। अनि हप्ताका दिनहरू पछाडिको एउटा रमाइलो कथा पनि छ र अन्त्यमा हामीले कति सिक्यौँ भनेर जाँच्न एउटा सानो टेस्ट पनि गर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, सङ्ख्याहरू। यिनीहरू अङ्क मात्र होइनन् नि, यिनीहरू त जापानी लेखन प्रणालीको जग नै हुन्। त्यसैले ध्यान दिएर हेरौँ है त। ल, सबैभन्दा सजिलोबाट सुरु गरौँ न। 1, 2 र 3 हेर्नुहोस् त कति सिधा छ। 1 यानि इची को लागि एउटा धर्को, 2 नि को लागि 2वटा धर्का, अनि 3 सान को लागि 3वटा। जति नम्बर उति नै धर्का। यो भन्दा सजिलो के होला र? अब पालो नम्बर 4 यानि योङको। यसलाई सम्झन एउटा चित्र बनाऊ। मानौ यो एउटा 4 कुने कोठा हो अनि भित्र 2वटा खुट्टा छन्। त्यो कोठाको 4 कुनाले नै हामीलाई नम्बर 4 भनेर याद दिलाइहाल्छ। 5 गो को कान्जीलाई हेरौँ। यसमा 5वटा स्ट्रोकहरू छन्। यसलाई एउटा साधारण गेट जस्तो सोच्नुहोस्, जसलाई बनाउन 5वटा रेखाहरू मिलेका छन्। यो आकारले नम्बर 5 लाई सजिलै सम्झाउँछ। रोकुको कान्जी त झनै रमाइलो छ। हेर्नुहोस् त, यो एउटा मान्छे जस्तो देखिन्छ, माथि टाउको अनि 2वटा हात र 2वटा खुट्टा फैलाएर उभिएको। यस्तो चित्र दिमागमा बस्यो भने कहिल्यै बिर्सिदैन। 7 नाना को कान्जी त हामीले लेख्ने नम्बर 7 जस्तै देखिन्छ होइन त? बस यति सोच्नुहोस् कि तपाईले 7 लेखेर त्यसलाई बीचबाट काटिदिनु भयो। ल हेर्नुहोस्, बन्यो कान्जी। 8 हाची को कान्जीले छुट्टिएको भाव देखाउँछ। हेर्नुहोस् त, 2वटा रेखाहरू माथिबाट सुरु भएर तलतिर फरक फरक दिशामा जाँदैछन्, छुट्टिँदै गएका छन्। 9 क्यू को कान्जीमा हल्का घुमाउरोपन छ। यसलाई यस्तो सोच्नुहोस्, यो सिंगल डिजिट नम्बरहरूको अन्तिम नम्बर हो, त्यसैले यो अन्त्यमा पुगेर अलिकति बाङ्गिएको छ। र अब आयो 10। यो एउटा साधारण क्रस हो। यसले सबै कुराको पूर्णतालाई जनाउँछ, जस्तै 1 देखि 10 सम्मको गणना पूरा भयो। कति सरल र अर्थपूर्ण। ल, 1 देखि 10 सम्म त सिकियो। अब यही आधारभूत ज्ञानलाई प्रयोग गरेर अलि ठूला सङ्ख्याहरू जस्तै 100, 1000, 10,000 कसरी बन्छन् त्यो हेरौँ। यहाँ 3वटा नयाँ र महत्त्वपूर्ण कान्जी छन्। 100 ह्याक्कु को लागि यसको माथि 1 र तल सेतोको कान्जी मिलेर बनेको छ। 1000 सेन को लागि माथि एउटा मान्छे उभिएको जस्तो कल्पना गर्नुहोस्, अनि 10,000 मान। यो कान्जी आफैमा एउटा ठूलो मात्राको प्रतीक हो। अब सबैभन्दा रोचक खण्डमा प्रवेश गरौँ। थाहा छ, जापानी भाषामा हप्ताका दिनहरू प्राकृतिक तत्त्वहरूसँग जोडिएका छन्। यिनीहरू शब्द मात्र होइनन्, यिनीहरूको पछाडि एउटा सुन्दर कथा लुकेको छ। कहिल्यै सोच्नु भएको छ आइतबार, सोमबार यिनीहरूको नाम कसरी रह्यो होला? के यसको पछाडि कुनै प्रणाली छ? हो, जापानी संस्कृतिमा यसको पछाडि एउटा गजबको प्रणाली छ। हप्ताको यो कथा सुरु हुन्छ आकाशका 2 मुख्य चीजहरूबाट, सूर्य र चन्द्रमा। यिनै हुन् आइतबार र सोमबारको आधार। अब यसको सूत्र त झनै सजिलो छ। कुनै पनि एलिमेन्टको कान्जी लिनुहोस् अनि त्यसको पछाडि योबी थपिदिनुहोस्। यो योबीको अर्थ हो हप्ताको दिन। जस्तै सूर्यको कान्जी नि प्लस योबी इज इक्वल्स टु निचियोबी, सन्डे। कति सजिलो। त्यसै गरी चन्द्रमाको कान्जी गेत्सु प्लस योबी इज इक्वल्स टु गेत्सियोबी, मन्डे। देख्नुभयो, एकदमै लजिकल छ। अब बाँकी दिनहरू हेरौँ। आगो हि, जसको कान्जी बलिरहेको ज्वाला जस्तो देखिन्छ, यसले मङ्गलबार जनाउँछ। पानी मिजु, खोलाको बहाव जस्तो, यसले बुधबार जनाउँछ। अनि रुख जस्तो देखिने काठ
मोकुको कान्जीले बिहिबार जनाउँछ। र हप्ताको अन्त्य गर्न हामीसँग छ सुन वा धातु किन जसले शुक्रबार जनाउँछ अनि पृथ्वी वा माटो थो जसले शनिबार जनाउँछ। त्यसो भए हप्ताका दिनहरूको गोप्य कोड यही हो: सूर्य, चन्द्रमा, आगो, पानी, काठ, सुन र पृथ्वी। यो क्रम याद भयो भने हप्ताका 7 दिनका कान्जीहरू कहिल्यै बिर्सिदैन। ल, यति धेरै सिकिसकेपछि अब आफूलाई जाँच्ने बेला भयो। एउटा सानो रमाइलो क्विज। तयार हुनुहुन्छ? पहिलो प्रश्न, स्क्रिनमा देखिएको यो कान्जीको अर्थ के हो? हो, ठिक भन्नुभयो। यो हो 9। क्यू, त्यो बाङ्गिएको आकार याद आयो नि? दोस्रो प्रश्न, बुधबार अर्थात् सुइयोबीसँग कुन तत्व जोडिएको छ? एकदम सही, सुईको अर्थ पानी हो। आजको लागि यति नै। संख्या र हप्ताका दिनहरूका महत्त्वपूर्ण कान्जीहरू सिक्न सफल भयौं। अब यसलाई अभ्यास गर्दै गर्नुहोला। हामी यो श्रृङ्खलाको अर्को भागमा अझै धेरै रोचक कान्जीहरू लिएर छिट्टै आउनेछौँ। अर्को पटक भेटौला।